जन्मियो अब 6 हप्ता भयो। 6 हप्ता भइसकेपछि फेरि स्वास्थ्य चौकी अथवा खोप केन्द्रमा लगेर रोटा, पोलियो, पिसिभी, टिपिटी, हेपी हिप जस्ता 8 किसिमका रोगका विरुद्धको खोप लगाउनु पर्दछ। र अब फेरि 10 हप्तामा सँगसँगै फेरि लगेर टिपिटी, पोलियो, रोटा, पिसिभी जस्ता 8 किसिमका खोपहरू फेरि यता जो बेलामा नारायण राम 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 हरि नलाई हुँदैन, नलाई हुँदैन। लगाइयो 8 किसिमका जुन खोप लगाइयो। अब 14 हप्ता भयो बच्चा। 14 हप्ता भएपछि फेरि स्वास्थ्य चौकी अथवा खोप केन्द्रमा लगेर बच्चालाई टिपिटी, पोलियो, आइपिभी, हेपी हिप जस्ता खोपहरू फेरि 8 किसिमकै रोगको विरुद्धको खोप। नारायण राम 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 हरि भुल्न हुँदैन, अब बच्चा 9 महिनाको भयो। यसो पल्टे पुल्टु पल्टिन थाल्यो, पानी सर्न थाल्यो। अब त्यो बेलामा फेरि बच्चालाई स्वास्थ्य केन्द्र अथवा जुन अस्पताल नजिक छ त्यसमा लगेर पिसिभी, दादुरा, रुबेला, आइपिभी जस्ता 4 किसिमका रोगको विरुद्धको खोप लगाउनु पर्दछ। पोलियो थोपा खुवाउनु पर्दछ। यस्ता जो बेलामा नारायण राम 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 हरि नलाई हुँदैन, नलाई हुँदैन। यो आमाहरूमा फोकस भएर जान्छ, किनकि एउटा बाह्रको काठो आज यहाँ छ भोलि कहाँ छ कहाँ। त्यसै हुनाले यो आमाहरूले बुझ्नुपर्ने कुरो हो। अब बच्चा 12 महिना भयो, जेई जापानिज इन्सेफ्लाइटिसको विरुद्धको खोप लगाउनु पर्दछ। र 15 महिना भयो बालक स्वास्थ्य चौकी गयो। अब